हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो विथ न्यू मोबाइल। मैले चाहिँ सिधेर बसेको नि अहिले 6-7 दिन भइसक्यो। म आजसम्म घरमा थुप्रेर बसिरहेको थिएँ कि कतै गएको थिइनँ। अनि मोबाइल किनेर जान्छु घुम्न सोचिरहेको थिएँ। अब मोबाइल पनि किनिसकेँ। अब आज काठमाडौँ जाने प्लानिङ बनाएको छु, के हुन्छ हेरौँ। सो गाइज म चाहिँ बजार गएर पनि आइसकेँ। सिम अनि चार्जर लिएर आएको। अब चाहिँ म रेडी भएर भेट्छु ल। सो गाइज आई एम अलरेडी रेडी अनि दिस इज माई आउटफिट अफ द डे। सो ढिलो भइसक्यो अनि त्यही भएर म चाहिँ जान्छु ल। सो गाइज हामीले फोटोहरू खिचिसक्यौँ। अब चाहिँ जान लाग्दैछौँ। गाइज मैले आफ्नो साथीलाई पनि भेटिसकेँ यहाँबाट अनि हामी सँगै जाँदैछौँ। गाइज हामी चाहिँ खुट्टो आइसक्यौँ अनि मेरो साथी चाहिँ यहाँ एकदमै धेरै बिरामी नै भइसक्यो आउँदा आउँदै। म पनि बिरामी भएको थिएँ तर एकदमै हार्डली उठेर भ्लग बनाइरहेको छु। सो हामी चाहिँ अहिले कहाँ आइपुग्यौँ ठुलो नार्के हो त्यहाँ आइसक्यौँ अनि अहिले चाहिँ लास्टै नै धेरै धुलो भइरह अनि सिसा पनि बन्द गर्दा पनि धुलो कता कताबाट आएर हामी यहाँ बिजोग भइरहेछ। बिजो के चिया त्यहाँ सो अहिले हामी धुली खेलाइसक्यौँ अनि धुलोले एकदमै व्यापक धुलो रहेछ। त्यही भएर मास्क लगाएर बसिरहेको छु। नाम मिलेको धुलो हेर धुलो। गाइज हामी फाइनली झऱ्यौँ अनि यहाँ ठुलो मम्मीको रेस्टुरेन्ट आइसक्यौँ अनि अब हामी म भित्र जाँदैछु। मैले चाहिँ साथीलाई त्यहाँ टाढाबाट नै बाई भनिदिइसकेँ, ऊ अर्कै ठाउँ जाने त्यही भएर। सो गाइज अहिले म यहाँ एक्लै बसेर पानी पिइरहेको छु। समी डज नट नो होला म यहाँ आइसकेँ भनेर। गाइज हामी यहाँ टिमुरेबाट हिँडिसकेँ। म अब रुममा पुगेर बोल्छु ल। सो अहिले चाहिँ रातिको 9 बजिसक्यो अनि म चाहिँ अघि नै आएर खानाहरू खाएर पनि बसिरहेको छु। यहाँ चाहिँ काठमाडौँमा चाहिँ धेरै जाडो रहेछ अनि मैले चाहिँ सिन्धुलीको जस्तै गर्मी होला सोचेर गर्मीको लुगा ल्याएँ तर बिजोग हुने रहेछ। अनि आजको दिन चाहिँ यस्तै भयो, ट्राभल गरेँ अनि यहाँ आएँ अनि यतिकै बसेँ। भोलिदेखि चाहिँ सुरु हुन्छ हाम्रो एकदमै हेर्नु होला। अनि समीसँग पनि आज भेट्न पाइनँ किनकि समी त अलि पर बस्छ नि त अनि समीले मलाई लिन नि आएन धोका दिए। सो गाइज थ्याङ्क्स फर वाचिङ टिल द एन्ड। यो भिडियो चाहिँ म यहीँ एन्ड गर्छु अनि भोलि आएको भिडियो हेर्न नबिर्सिनु होला। बाई।